ल है आज भने चाहिँ हामी यहाँ दिदीको गाजर खान आइरहेको छु। यतातिर देख्न सक्नुहुन्छ गाजर मालिक चाहिँ यता चाहिँ गाजर चाहिँ देख्नुभयो होला कत्रो कत्रो फलेको छ। यहाँ देख्न सक्नुहुन्छ हेर्नुहोस् है गाजर भने चाहिँ। र हाम्रो काट्ने पार्टीहरू चाहिँ यहाँ माथि छ। अहिले है तपाईँलाई फेरि देखाउने छु। र अहिले चाहिँ हामी यहाँ उखाल्दैछौँ दिदी हामीहरू चाहिँ। र आधी धुनीहरू माथि छ। यहाँतिर देख्न सक्नुहुन्छ है गाजर चाहिँ। यसको चाहिँ भोलि कति रेट चाहिँ हुन्छ हेर्नुहोस्। यो दुईवटा हाल्यो भने त झन्डै 1 केजीहरू हुने रहेछ। मुलाको साइजमा छ है लो गाजर चाहिँ साथीहरू। हेर्नुहोस् यी साथीहरू यहाँ चाहिँ एकदम गाजर खाँदै काटाइ छ। यही खाएर एकदम र अहिले भने चाहिँ एकदम यति काटिसके। यहाँ चाहिँ योको चाहिँ सक्यो अब माथि छ है। यहाँ देख्नु सक्नुहुन्छ फलेको चाहिँ। आज चाहिँ यहाँनिर एकदम खाना पकाउने चाहिँ बडी छ। बडीले एकदम इन्भाइट भएको रहेछ हो। यहाँ चाहिँ एकदम लसुन केलाउँदैछ। अब चाहिँ मेरो चाहिँ यहाँनिर गाजर सराउँदैछ। यी सोल्टीले यहाँनिर सघाउँदैछ हो। अब आज चाहिँ खै स्पेसल चाहिँ के छ अरे बडी? चिकन दिन्छ अरे। खसी खानेलाई खसी हो। अन्त माछा खानेलाई माछा सबै रहेछ अरे हो। सुँगुर चाहिँ नहोला जस्तो छ। ए साथीहरू अहिले भने चाहिँ एकदम दिन चाहिँ जाडो जाडो भइरहेको छ है। र अहिले चाहिँ हामी चाहिँ एकदम खाना खाएर पिसाइरहेको छौँ। र यहाँतिर देख्न सक्नुहुन्छ धुनुपर्ने डल्लै छ। र यहाँ चाहिँ राति भारीहरू पनि लगाइसकेको छ। यो चाहिँ ठुलो खालकोहरू लगाएको छ है। 2 क्वालिटीमा चाहिँ हुन्छ गाजर चाहिँ, ठुलो र सानो है। यो चाहिँ अझै धुनुपर्ने छ। र अहिले चाहिँ दिनहरू चाहिँ एकदम जाडो जाडो खालको भइरहेको छ है। र हामी चाहिँ अहिले भात खाएर पिसाइरहेका छौँ। र एकछिन रेस्ट गरेर चाहिँ फेरि लाग्नुपर्ने हुन्छ। र तपाईँलाई फेरि अर्को ब्लगमा भेट हुनेछ है। तपाईँसँग टेक केयर, बाई बाई।